म्याद थप भुक्तानी र ठेक्का व्यवस्थापनमा चुनौती रहेको प्रधानमन्त्री बालेन शाहसँग निर्माण व्यवसायीहरूको गुनासो। निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक रहेको प्रधानमन्त्री बालेन शाहको भनाई। रौतहटमा प्रधानमन्त्री बालेन शाहको पुतला जलाउँदै प्रदर्शन। बाँदर मार्दा कारबाही हुने देशमा जेन्जी मार्दा किन नहुने भन्दै सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारको प्रश्न। 75 वर्ष देश लुट्नेहरूले नै प्रमाण नष्ट गर्न सिंहदरबार र अदालत जलाएको आरोप। दशैंपछि बालेन सरकार विरुद्ध ठूलो विद्रोह हुने, मक्सिरभित्र सरकार ढल्ने नेकपा एमालेका सचिव महेश बस्नेतको भविष्यवाणी। सिंहदरबार, संसद र सर्वोच्च अदालत जलाएर सत्तामा पुगे, आज बोल्दा जेल जानुपर्ने अवस्था आएको बस्नेतको जिकिर। जनताले भाषण भन्दा सुशासन खोजेका छन् भन्दै बालेन सरकार प्रति अभिनेता राजेश हमालको असन्तुष्टि। 100 दिनमा सरकारले जनतालाई खुसी बनाउने कुनै काम नगरेको नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको दाबी। भुइँमा खुट्टा छैन, यस्तो उम्लिएकाहरू स्थिर हुँदैनन् भन्दै सरकारबारे ओलीको कटाक्ष। मन्त्री र प्रधानमन्त्री विरुद्ध गल्तीले पनि नबोल्नु नलेख्नु नत्र झ्यालखाना जानुहुन्छ भन्दै ओलीको कटाक्ष। एमाले सकियो भन्छन्, यो सकिन जन्मिएको पार्टी नै होइन भन्दै पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको दाबी। कसैको इच्छा पूरा गर्न नेतृत्व परिवर्तन हुँदैन, केपी ओली नै निर्विकल्प भएको नेकपा एमालेका केन्द्रीय सदस्य महेश कुमार बर्तौलाको जोड। कसैको इच्छा पूरा गर्ने ढङ्गले एमाले अगाडि नबढ्ने, पार्टी नेतृत्व परिवर्तन बारे महेश बर्तौलाको टिप्पणी। एकछिन नीति विपरीतका गतिविधिमा सरकारले अनुमति दिएको भन्दै नेकपा एमालेको आपत्ति। घुस काण्डमा दोषी ठहर भएका पूर्व सांसद डोलबहादुर कार्की एमालेमा प्रवेश। सुकुम्बासीलाई घाँस बाँस र कपास माग्दै माइती घरमा प्रदर्शन। सुकुम्बासीको जीवनको सम्मान गर्न सरकारलाई मानव अधिकार आयोगको निर्देशन। सुकुम्बासीले बाँच्न पाउने कि नपाउने भन्दै सरकारलाई नेकपा एमालेकी सांसद यशोदा कुमारी बरालको प्रश्न। सरकारले सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाउने 5 दिने अल्टिमेटम तत्काल फिर्ता लिनुपर्ने प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसकी सांसद हरिना देवी कामीको माग। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद करिश्मा कठरियाको भनाई, किसानको आँसुको व्यापार नगर्नुहोस्, जनताले सत्ता पक्षको लाचारी र मौनताको पनि मूल्याङ्कन गर्नेछन् भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी प्रमुख सचेतक खुशबु ओलीको भनाई। संविधानका आधारभूत संरचनामा कुनै पनि सम्झौता नहुने नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाको भनाई। संविधान संशोधनको केन्द्रबिन्दुमा सुशासन र भ्रष्टाचार नियन्त्रण हुनुपर्ने सभापति थापाको जिकिर। कारागार तथा हिरासतमा कैदीबन्दीहरूको मानव अधिकारको अवस्था सम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यावधि 15 दिन थप। बाल सुधार गृहहरूमा बालबालिकाको मानव अधिकारको अवस्था निकै दयनीय रहेको प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिको बुझाइ। प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनवाई प्रक्रिया सुरु। उजुरीकर्ता र प्रस्तावित व्यक्तिसँगको छलफल एउटै दिन गरौँ भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुर्लाकोटीको प्रस्ताव। सुनवाई समिति निकममा बन्नु हुँदैन, योग्य व्यक्तिलाई मात्र अनुमोदन गर्नुपर्ने नेपाली काङ्ग्रेसका सांसद आनन्द प्रसाद ढुङ्गानाको भनाई। सुनवाई प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनु पर्ने नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनको जिकिर। संवैधानिक नियुक्ति खुल्ला प्रतिस्पर्धाबाट छनौट गर्नुपर्ने थियो, तर पुरानै अभ्यासलाई निरन्तरता दिएको नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालको आरोप। संवैधानिक संस्थाहरूलाई कार्यपालिकाको लाचार छाया मात्रै बनाइएको नेपाली काङ्ग्रेसका सांसद अर्जुन नरसिंह केसीको आरोप। मानव अधिकार आयोगको सिफारिस कार्यान्वयनमा सरकारको उदासीनता प्रति सांसद केसीको आपत्ति। सरकारले साँच्चीकै संविधान संशोधन गर्न खोजेको भए संविधानका आधारभूत मूल्य मान्यताहरूमा प्रवेश नगर्ने निर्णय क्याबिनेटबाट गरोस् भन्दै नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङको भनाई। संविधानको मर्ममाथि नै प्रश्न उठाउन थालेकाले सरकारद्वारा गठित संविधान संशोधन बहस पत्र तयारी कार्यदलबाट अलग हुन बाध्य भएको प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रवेश हमालको जिकिर। सुशासन सत्ता पक्षलाई लाग्दैन भन्दै सरकारलाई नेकपाका सांसद हमालको प्रश्न। फैसला कार्यान्वयनका लागि सरकारवाला निकायहरूबीच समन्वय आवश्यक रहेको सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलको जिकिर। विधि र प्रक्रियाबाट मात्रै संविधान संशोधन सम्भव रहेको नेपाली काङ्ग्रेसकी उपसभापति पुष्पा भुसालको भनाई। प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक सांसदको प्रस्ताव
हास्यास्पद रहेको नेपाली काङ्ग्रेसका नेता राधेश्याम अधिकारीको आपत्ति। सरकार मुलुकमा सुशासन कायम गर्न प्रतिबद्ध भएर लागेको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको दाबी। संसदमा राष्ट्रिय सुरक्षा र इन्टेलिजेन्स समिति गठन गरी राष्ट्रिय अनुसन्धान विभागलाई जवाफदेही बनाउनु पर्ने सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीको माग। अबदेखि गण्डकीमा गाँजा खेती गर्न पाइने पारित भयो विधेयक। राहदानी नपाएपछि विभाग अगाडि आत्मदाह प्रयास गरेका गणेशको अवस्था गम्भीर, आइसियुमा भर्ना, सरकार कहाँ छ भन्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालको प्रश्न। धोबी खोलामा हाम फालेकी महिला मृत भेटिन्। स्वास्थ्य बीमा कार्यक्रम यथास्थितिमा चलाउन नसकिने अर्थमन्त्रीको अभिव्यक्ति आपत्तिजनक रहेको प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लको भनाई। कृषि तथा वन मन्त्रालयको 100 दिने उपलब्धि, कार्बन व्यापारबाट 1 अर्ब 10 करोडको आम्दानी र उखु किसानको भुक्तानी। कृषि र सिंचाइलाई जोडेर उत्पादन वृद्धि गर्ने मन्त्रालयको योजना रहेको कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको भनाई। नेपाल छिट्टै केरा, आलु र माछा उत्पादनमा आत्मनिर्भर बन्ने राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रमका निर्देशक हिक्मत कुमार श्रेष्ठको दाबी। मलमा झेल गर्ने विरुद्ध कहिले निर्मम हुने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्रीको प्रश्न। सडकका जोखिमपूर्ण विद्युतीय पोल हटाउन र अव्यवस्थित प्लटिङ नियन्त्रण गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजुनाथ पाण्डेको माग। साउन 1 गतेदेखि नै विकास आयोजनाको टेन्डर आह्वान गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलको माग। स्वदेशी उच्च शिक्षाको प्रवर्धन गर्न नेपाल हायर एजुकेसन फेयर हुने। राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत राख्ने प्रस्ताव कार्यक्षमता र समन्वयका लागि आवश्यक रहेको सरकारको जिकिर। अख्तियार र महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश। सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 सर्वसम्मतिले पारित। प्रगतिशील कर प्रणाली लागू गर्न राष्ट्रिय सभामा नेकपा एमालेका संसदीय दलका नेता प्रेम प्रसाद दङ्गालको सुझाव। देशलाई आर्थिक रूपमा चलायमान बनाउने कार्य उद्योगीहरूको हो, सरकारले उत्पादन बढाउने कार्यमा सहयोग गर्नुपर्ने सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सागर ढकालको भनाई। राष्ट्रिय सभाबाट सम्पत्ति शुद्धिकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्धन विधेयक सर्वसम्मतिले पारित। राष्ट्रिय सभाबाट राष्ट्रिय ऋण उठाउने विधेयक 2083 पारित। राष्ट्रिय सभामा 4 विधेयकमाथि समितिको प्रतिवेदन पेश। कर हटाउन माग गर्नेले कर कहाँ लगाउने भन्ने विकल्प पनि दिनुपर्ने अर्थमन्त्री डाक्टर सोडेम वाग्लेको भनाई। प्रतिफल दिने क्षेत्रमा मात्रै ऋण लगानी गर्ने अर्थमन्त्री वाग्लेको जिकिर। इरानमाथि आक्रमण बढाउने अमेरिकाको चेतावनी। इरानका 80 भन्दा बढी स्थानमा अमेरिकाको नयाँ चरणको आक्रमण, तेहरानद्वारा कडा प्रतिवादको चेतावनी। अमेरिका र इरान सैन्य तनावप्रति संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसद्वारा चिन्ता व्यक्त। र विश्वकप 2026 मा युरोपियन टोलीको वर्चस्व। क्वार्टर फाइनल खेल्ने 8 मध्ये 6 टोली युरोपका।